नमस्कार, यो हो नेपाल देशप्रेमी फेसबुक पेज। साँझको समय छ साथीहरू, हामी फेरि पनि उपस्थित भइसकेका छौँ नेपाल देशप्रेमी फेसबुक पेजमा। विभिन्न भिडियोहरू ल्याउने सन्दर्भमा आज हामी फेरि जमर्को गरिसकेका छौँ। नेपालमा किन असफल राष्ट्रको रूपमा नेपाल चिनिन लाग्यो? नेपालमा हरेक चिजको सम्भावना हुँदै पनि देश किन जर्जर बनाउँछ? यो भन्दा पुरानो सरकारको इतिहास त विरजमानै थियो। हरेक चिजमा भ्रष्टाचार, हरेक चिजमा तस्कर माफियादेखि लिएर ठुला चाहिँ काण्डहरू यो सरकारले घटायो। 36 वर्षसम्म देशको इतिहास यिनले लुटेर दोहन गरे। अब यसलाई परिवर्तन गर्नुपर्छ भनेर ठुलो आन्दोलन भयो। जेन्जिङ आन्दोलन भनेर नामले चिनियो। जो युवाहरू सहभागी थिए, देशले परिवर्तन माग्यो भन्नियो। ठुलो परिवर्तन अब आउँछ क्यारे पनि भन्ने आउला जस्तो पनि भयो। तर आन्दोलन हाइज्याक भएर तपाईको चाहिने एकाएक टक्क गएर बालेन शाहको सरकारमा निर्माण हुनु। त्यसपछि तपाईँ अब सोचे युवाले आन्दोलन गरे, देशले रूपान्तर मुक्ति पाउँछ, रविलाम छाउने केस निष्पक्ष छानबिन हुन्छ भन्ने तपाईँहरूले सोचिराख्नु भएको थियो। तपाईँ मूर्ख हुनुहुन्थ्यो। अहिलेको प्रधानमन्त्री त हिजो पत्रकारसित बोल्न पनि मान्नु भएन। यति उहाँ रिसाएर गाडीमा चढ्नुभयो कि यो सरकार बन्छ भन्दै हिँड्नु होला। जो जनताले बनाएको सरकार थियो, जनताले चुनेको प्रधानमन्त्री थियो, जेन्जी युवाको चाहिने रोजाइमा परेकी हुनुहुन्थ्यो उहाँ भन्ने कुरो थियो। खै त उहाँले जवाफ दिने मान्नु भयो। अनौठो चमत्कार भएन यो? हेर्नुहोस्, त्यही भएर हामी भन्छौँ हरेक सन्दर्भ, हरेक आन्दोलनको निचोड आइसकेपछि लिडरसिप गर्ने व्यक्ति राम्रो हुनुपर्छ। अगर त्यो जग्गामा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भइदिएको भए केही रूपान्तर अवश्य हुन्थ्यो। प्रचण्डजीको प्रधानमन्त्री हुँदाखेरि क्याबिनेटमा जो हाम्रो गृहमन्त्री रविलामी सिंहजी हुनुहुन्थ्यो, धेरै सुधारका कामहरू भएका थिए। रातारात उहाँले चाहिँ जो 25वटा भ्रष्टाचारका फाइल ठुला फाइलहरू उठाउने दोष गर्नुभयो संसदमा, त्यही राति नै उहाँको सरकार पल्टियो। तपाईँले प्रष्ट बुझ्नुपर्छ यो कुरो, उहाँको सरकार के कारणले पल्टियो। त्यसपछिको सरकार भ्रष्टाचारी जोगाउन र उहाँको पछाडि लागेरै समाप्त हो। आन्दोलन भयो, 75 जना युवाहरूले ज्यान गुमायो, तर हातमा लाए शून्य भयो। सरकार नयाँ बन्यो, मन्त्रीमण्डलले अहिलेसम्म पूर्णता पाउन सकेन। एउटा मन्त्रीले 3टा 2टा मन्त्रालय गरेर चलिराखेको छ। त्यहाँ कुनै आमूल परिवर्तनको सङ्केत भित्र छ अवश्य, तर काम गर्ने वातावरण चाहिँ छैन। उहाँहरूलाई पनि कसैले संवैधानिक सरकार हो भनेका छन्, कसैले संविधान मिचेर भनेको भन्छन्, कसैले के भनेका छन्। समग्रमा हेर्ने हो भने सरकारले संविधान मिचेको होइन। संविधानको धारा बाहिरबाट सरकार आयो, तर जेन्जिङ युवाको रगतकोमा लतपतिएर बनेको सरकारसित योभन्दा अरू विकल्प थिएन। संविधान उसले मास्न नचाहने, संविधान अन्तर्गत सरकार बन्न नसक्ने भइसकेपछि उत्पन्न भएको सरकार हो यो। तपाईँले सफल भन्नुहोस्, यसलाई असफल भन्नुहोस्, तपाईँको धारणा व्यक्त गर्न यसमा सक्नुहुन्छ। तर यो सरकारले संविधानभित्रबाट यो सरकार बनाउँ म भन्दिनँ, संविधान बाहिरबाट यो सरकार बनाऊ। समय र परिस्थिति अनुकूल यो सरकार बनेको हो। त्यो समयमा त्योभन्दा उसित अर्को बाटो थिएन। किन यो सरकारको ल्याकत राख्दैन कि यो संविधान र राष्ट्रपतिलाई चाहिँ विसर्जन गरेर नयाँ चाहिँ आन्तरिक संविधान ल्याएर सरकार बनाउने यो क्याबिनेटले ल्याकत राख्ने थिएन। त्यसकारण यही संविधानलाई टेकेर अलिकति चाहिँ साइडबाट यो सरकार पसेको। यसको मुख्य उद्देश्य सुशासन प्लस भ्रष्टाचार प्लस तपाईँको चुनाव हो। अगर यही सिस्टम प्रणालीमा यो सरकार गयो भने कुनै पनि काम यो सरकारले पुरा गर्न सक्दैन। यो हामी ठोकुवाका दावाका साथ भन्छौँ। तपाईँ पनि हेरेर राख्नुहोला, बुझेर जानुहोला। यस्तै पारा यही प्रवृत्तिमा सरकार बढ्दै जाने हो भने यो सरकारको आयु समाप्त हुन्छ। यसले चुनाव गराएर जनतालाई सुशासन दिन्छ भन्नु र भ्रष्टाचारीलाई निर्मम कारबाही गर्छ भन्नु परदेशको कथा हुनेछ।
त्यतिखेर ढिलो भइसक्नेछ र पुरानो सरकारको गतिविधि औलाउँदै यो सरकारको पनि बिदा गर्नेछ। जय देश जय घन्टी।